मकै पुरै मकै पाउँदो रहेछ पाहाडमा जस्तै मकैबारी क्रोसियाको कहाँ पाहाडमा आइयो आज बाटो बिर्सेर ढुट्टो छ आज खोइ रुम पुगिन्छ कि पुगिँदैन मकैबारी नै मकैबारी जङ्गलै जङ्गल भएको ठाउँमा आइपुग्यो आज मकैबारी त ठुलो मकैबारी रहेछ है यहाँ पछि फलेपछि चोर्नु आउनु पर्ला सिस्नो टिप्ने काम भइरहेछ यहाँ होइन ए पोल्ने रहेछ काँडै काँडा रहेछ सिस्नो चाहिँ टन्नै रहेछ है भरा दिनमा ल क्रोसियाको भरा दिनमा हुने मान्छेहरूले यहाँ सिस्नो टिप्न आउँदा हुने रहेछ पुरै जङ्गलै सिस्नोको रहेछ त्यो पनि यो रोड बाटोकै छेउमा भित्र पस्नै नपर्ने अब हाम्रो रुम आइपुग्नु 2 किलोमिटर छ अरे आज टन्नै हिँडियो होइन शेर्पा सोल्टी हो यार यो मान्छेलाई केही सोध्यो भने हो चाहिँ भन्छ कि बरु होइन त कहिले डाँडा सुरुको अहिलेको डाँडा चर्च भन्ने इच्छाले पुरा हुने भयो अब हामी अर्को हप्ता चाहिँ उहाँबाट त्यो अघि तल त्यो स्विमिङ पुल थियो नि त्यहाँदेखि उल्लो जानु है त्यहाँ हाम्रो झ्यालबाट देख्ने त्यो यता पनि ठुलो गाउँ छ नि त्यो गाउँमा थियो किम्बु नि पाउँदो रहेछ स्विजरल्यान्ड जस्तै ठाउँ आयो त स्विजरल्यान्ड भन्दैछ त मिनी स्विजरल्यान्ड जाउँ भनेर ल ठ्याक्कै स्विजरल्यान्ड जस्तै छ हौ यो ठाउँ त